हेलो गाइस, वेलकम छ तिम्रो भ्लगमा हैन। आज चाहिँ हामी दाउरा काट्नु हिँडेको। हाम्रो यो चाहिँ सेकेन्ड भ्लग हो। अस्ति भ्लग बनाउँदै थिएँ, पछि आफै क्लियर भइहाल्यो त्यो एडिट गर्दा गर्दै। त्यसपछि भ्लग हाल्न सकिनँ हैन। सो त्यही भएर आज चाहिँ हामी दाउरा काट्नु हिँड्ने बेला भ्लग बनाउँदैछु। यहाँ भाइ लिजन छ अनि म तल मम्मी हुनुहुन्छ अनि फेरि दाइको छोरी छ सानो होइन। त्यही भएर यहाँ तल आइसकेको छ होइन गाइस। दाउरा काट्ने ठाउँमा हामी चाहिँ यो रुखको चाहिँ दाउरा काट्ने हो, यो झार्ने हो। यहाँ चाहिँ हाम्रो छोरी छ, यता हेर्दै त हेलो भन्ने हेलो भन्ने है। त्यहाँ पऱ्यो हेरेको जस्तो है। कुन झार्ने चाहिँ मन यही दाइ दाउरा काटी झार्नु भइरहेको छ। यता ठुयामा दाउरा काट्नु भइरहेको छ। दाउरा काटिरहेको छ तल। काली के लाग्यो? तास के लगाएको? तास खानुहुन्छ? हुन्छ हुँदैन अहिले। प्रकाश गयो होला है। दाइ त्यहाँ तल दाउरा झारिरहेछ अनि यता काली तास खाइरह। कहाँ से आते हैं? खाली के अनि अहिले नाच्दैछु। अहिले नाच ल, नाचेर देखाइदियो हो। खोइ त ल नाच्दैन त काली। Few moments later. गाइस होइन, हामीले चाहिँ एउटा रुख झारिसक्यो दाउराको लागि होइन। अब अर्को झार्नु हिँड्दैछु होइन। यस्तै छ गाउँघरमा, दुःख गर्नै पर्यो होइन। अब त्यही हो, यस्तै छ भनौँ न। उकालो ओह्रालो छ त्यही हो गाउँमा होइन। अनि त्यसपछि अर्को दाउरा काली के हो अहिले? चप्पल लाउनु पर्दैन। यहाँ चाहिँ एउटा यो चाहिँ फिलिरी कुदी हिँड्छ क्या। हेलो भन्दैन त, लाटा जस्तो नभन्नु यो होइन होला होइन। अब हामी चाहिँ अर्को पनि रुख दाउरा झार्न लाग्दैछु। हजुर हजुर यहीँ आहा ऊ त्यो झरेर क्या टिपेर यसलाई चाहिँ के चाहिन्छ होइन। हाम्रो मम्मी चाहिँ माथि यता माथितिर दाउरा काट्दै हुनुहुन्छ। मैले झारेको यसलाई चाहिँ नानीलाई के चाहियो पनि। हामी चाहिँ अब दाउरा झर्न लाग्यो। घर नजिकै छ दाउरा झार्ने। ए हाम्रो गाउँ चाहिँ यस्तो जङ्गलमा छ हौ, भिर पहाड होइन। दुःख गर्नै पर्यो, दुःख नगरी सुख आउँदैन होइन। सो त्यही हो गाइस, भिडियो चाहिँ हेर्दै गर्नु पर्यो होइन। छिटो आइज न। यिनीहरू चाहिँ आउँदैछ। यो सानो काली पनि आइरहेछ हाम्रो गुडिया। ल गाइस हेर्नु, दाइ चाहिँ हाम्रो त्यस्तो सुरिलो रुखमा चढेको छ एकदम। के गाउँ उद्याएर न त त्यहाँ अङ्कल चढेको त्यहाँ रुखमा। यता हेर्नु गाई चाहिँ यस्तो दुःख गरिरहेछ। गाउँघरमा भएपछि यस्तै हो।
गाह्रो छ गरी खानु जिन्दगी छ यार कमाउनलाई खेती पर्छ गाँस मेरो दाइलाई कौन यार झन्नै नमरेको हेर्नु न मोबाइल त गुल्डुङ गुल्डुङ गरे झर्यो कस्तो कालो देखेको क्यामेरा पनि खै के हो गाइस हेर्नु यसो भन्नु त आउँ के भन्नु आफूलाई आउँदैन अरूलाई के भन्नु जुम गर्नु पर्ला जस्तो छ लाखे यो त रुखमा चढे यहाँ तलबाट माथि गाह्रो छ भने हाम्रो चाहिँ यो दोस्रो भ्लग हो हैन हेर्नु गाइस अब लास्ट एउटा बाँकी छ हैन एउटा रुख बाँकी छ त्यो ढालेपछि अर्को बाँकी छ आइए देखते हैं बैठन मजा आएगा ब्रो खत्म कम्ती गाह्रो छ हाम्रो दाइलाई हैन हेर्नु काली के चकचक गरे यहाँ हाम्रो काली के टिप्यो रुख ढले अब दाइ उता टुप्पामा अस्रो पाराले झर्छ होइन हल्का जुम गरेर देखाउँछ गाइसहरू छिरा झरौँ गाइस हाम्रो भ्लग चाहिँ डेली आउँथ्यो होला तर हल्का मोबाइलमा समस्या परेको कारणले हाम्रो भ्लग चाहिँ आएन अब चाहिँ डेली आउँछ हाम्रो भ्लग हजुरहरूले माया गरिदिनु होला सबैजनाले है काली भन्नु नि यार म त यहाँ आनन्दले बसिरहेको छु तल आज कालीलाई बिखाउ ल्यायो यहाँ तल गाइस हाम्रो चाहिँ अब फाइनली एउटा मात्रै बाँकी छ अब दाउरा झार्ने पर्ने होइन यही यताको होला अनि यहाँ चाहिँ यसलाई चाहिँ बोक्नु पर्ने रहेछ क्या तातो भइसकेको छ यसलाई चाहिँ ची गरिदिनु थाल्छु होइन है काली ए त्यो मुहान नहाल्नु यो चाहिँ बुढी पार्टी हो होइन तिरो छ नि त गाइस हेर्नु यस्तो मेरो दाइले लस्टै गाह्रो निन्द्रो लगाइसक्यो घर जाऊ भन्दा मान्दैन न गाइस लस्टै यो काली भनजले बोका छ यहाँ हेर यता यहाँ भिडियोमा हेर ल बिचारा कहाँ थियो फुल थुङ्गेर नानी पुतली नाना रङ्गीन हाय गीत सुनासी यत्र पनि गीत सुनाउँछ भने मलाई खुसी भयो ए सुना यहाँ चाहिँ दुईटा चलिरहेछ आशीर्वाद दिइरहेछ जिउ गरेर जिउ गर हाम्रो गाई छैन हाम्रो चाहिँ अब दाउरा झारिसक्यो अब घरतिर जाने हो होइन पसिना आइसक्यो गाई अब चाहिँ घरतिर जाउँ कि भनेको यहाँ हातै रातो भइसक्यो होइन काम गर्नु पर्यो गाह्रो छ बिस्तारै आइज है यस्तै छ गाउँको
जिन्दगी होइन त्यसलाई बोक्न त नि कहाँ बोक भन् न अङ्कललाई बोक भन् त होइन बोक भन् न त्यसलाई हाम्रो युट्युब च्यानललाई चाहिँ होइन गाइस सब्सक्राइब गरिदिनु पर्यो अगाडि बढाइदिनु पर्यो होइन खासै राम्रो भिडियो बनाउनु त आउँदैन जस्तो आउँछ त्यस्तै बनाउने हो होइन काम भनेको ठुलो हुँदैन त्यही भएर अब गाउँको जे जस्तो भयो कामै गर्नु पर्यो मलाई अरूलाई जस्तो यस्तो काम गरेको चुकाउनु आउँदैन होइन जस्तो छ म त्यस्तै पोस्ट गर्ने हो देख यसलाई चाहिँ यसरी बोक्नु पर्ने रे यो सानो अङ्कलले होइन त काली गाह्रो छ यसलाई पनि बोक्नु अस्ति चाहिँ हाम्रो मोबाइलको के अरे समस्या थियो त्यही भएर के अरे डेली भ्लग हाल्नु सकिनँ होइन अबदेखि चाहिँ डेली भ्लग आउँछ सबैले साथ सपोर्ट गरिदिनु होला होइन त्यही हो अरू त के भन्नु यस्तै छ होइन अस्ति एडिट गर्दा गर्दै फोनै बिग्रिएर भिडियोहरू सबै डिलिट भएको अनि त्यही भएर भिडियो चाहिँ आउनु सकिनँ अबदेखि चाहिँ डेली भ्लग आउँछ होइन गाइस खासै राम्रो बनाउनु त आउँदैन जस्तो बनायो नि तर हेर्दै पर्यो होइन होइन घर आइपुग्नु आँटिसक्यो अब यहीँ तल त थियो काटेको दाउरा झारिसक्यो अनि त्यसपछि भोक पनि लाग्नु थाल्यो अनि घरतिर हिँडेको होइन सो त्यही हो गाइस ओ काली छिटो आइज हजुर हजुर कता कता उयो त ल चप्पल लिएर आइज क्या घर जानु हो बोकेर आइज हजुर उहीँ राखिदिनु मम्मी छिटो आइज टाली ए यसको अर्को चप्पल खोइ उहाँ रहेछ त्यो ल्याइदिन्छ यहाँ आइराख्दै हालौँ है आइज लु चप्पल लाकाली चाहिँ बोक्नु पर्ने रे नहिँड्ने रे होइन लै अब त हिँडेको थियो अहिले चाहिँ नहिँड्ने रे बोक्नु पर्ने रे त्यही हो अब घर पनि आइसक्यो आजको भिडियो चाहिँ यति नै हो है गाइस कैसा लगा मेरा मजाक हिँड्दैन यसलाई चाहिँ बोक्नु पर्ने छ अझ चाहिँ कालीको मम्मी छ यहाँ माथि होइन लगाइ छ हामी चाहिँ घर पनि आइसक्यो होइन आजको भिडियो चाहिँ यति नै हो आज यति नै इन गर्न चाहन्छु होइन च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्नु होला पुरानो हुनुहुन्छ भने लाइक कमेन्ट गरिदिनु होला होइन सपोर्ट चाहिँ गर्दै जानु होला होइन फेरि यस्तै यस्तै भिडियो आउँछ अब आगामी दिनहरूमा नि होइन सबैले साथ सपोर्ट गरिदिनु होला धन्यवाद